हाई एभ्रिवान। आजको भिडियोको टपिक हो स्कुटीको कलरहरूको बारे। जस्तो कि तपाईहरुको स्कुटी अथवा बाइक छ जुन अलरेडी कलरहरू खोलिएको हुन्छ, यो दागहरू हुन्छ नि, त्यस्तो अवस्थामा पुरै डेन्ट पेन्ट ओरिजिनल कलर गर्नु पर्यो भने धेरै खर्च हुन्छ। कम बजेटमा हामी घरमै पनि त्यो स्प्रे गर्न सकिन्छ। बट्टाको स्प्रे पाउँछ, लगभग 300 देखि 350, 250, 250 मा हेरी ठाउँ अनुसार रेट हुन्छ। त्यो एक बट्टा दुई बट्टा आफ्नो हिसाबले म्यानुअली लिएर तपाईहरु घरमै पनि त्यो कलर गर्न सक्नुहुन्छ। म तपाईलाई भिडियोमा प्रष्टै देखाउन चाहन्छु कि कलर कसरी गर्ने र कलर गर्दाखेरि नचाहिने ठाउँमा कलर एक्स्ट्रा लाग्यो भने त्यसलाई कसरी मेटाउने त्यो पनि भिडियोमा देखाउँछु। यहाँ हेर्न सक्नुहुन्छ साइडमा यस्तो खुइलिएको छ स्कुटीको कभर। अब यसमा हामीले ओरिजिनल कलर गर्नु पर्यो भने धेरै खर्च हुन्छ र कभर पछि नयाँ हाल्दा पनि पछि गएर घाममा राख्दा यताउति गरेर अलिक समयपछि फेरि त्यो त्यस्तै खुइलिन्छ। त्यसकारण यही कभरलाई हामीले राम्रो कसरी बनाउन सकिन्छ यस भिडियोमा पुरै छ, हेर्नु होला। र भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। यहाँ हेर्न सक्नुहुन्छ स्कुटीको कभरहरूको अवस्था यस्तो छ। कलरहरू सबै उडिसकेको छ। यो घाममा धेरै राख्दा पनि यस्तो प्रब्लमहरू आउन सक्छ। अब हामीले यो कभर त्यस्तो क्र्याक स्र्याक केही पनि छैन, नयाँ हाल्न धेरै कस्ट पर्न सक्छ र यतिकै छोडिदिँदा पनि नराम्रो देखिन्छ। त्यसकारण हामी नर्मल कलर पनि गर्न सकिन्छ। यहाँ हेर्न सक्नुहुन्छ कता कता सबै उक्किरहेको छ, सबै यस्तो खोलिरहेको छ। यस्तोमा हामीले नर्मल बट्टाको स्प्रे युज गरेर पनि राम्रो बनाउन सकिन्छ। यहाँ हेर्न सक्नुहुन्छ यो स्प्रे ब्ल्याक स्प्रे हो। यो तपाईको हिसाबले जतिवटा पनि ल्याउन सक्नुहुन्छ। यो स्कुटीमा चाहिँ म 2 बट्टा ल्याएको छु। 2 बट्टाले ठिक्क पुग्छ। तपाईकोमा अब कति चाहिन्छ आफ्नो हिसाबले म्यानुअली लिँदा भयो। 1 पिस लिए पनि भयो, 2 पिस लिए पनि भयो। ठाउँ अनुसार यसको रेट फरक हुन सक्छ। कतै 300 पर्छ भने कतै 400 पनि पर्न सक्छ भने कतै 350 पनि पर्न सक्छ। अनि हामी अब यसमा गर्दा यहाँ बाहिर लाग्न सक्छ। यसकारण हामी माथि टेप टाल्नुपर्छ। मैले टेप टालिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ। अनि यहाँ हामीले लगाउँदा यहाँ नचाहिने ठाउँहरूमा पनि कलर लाग्यो भने त्यसलाई कसरी हटाउने त्यो पनि म अन्तिममा देखाउँछु, हेर्नु होला। जस्तो यो फ्रेममा लाग्यो भने यसमा पनि हटाउन सकिन्छ। र कलर लाउने कार्यक्रम सुरु गर्दैछु, भिडियोमा बनिराख्नु होला। र तपाईलाई पनि केही प्रब्लमहरू छ बाइक स्कुटीहरूमा, केही त्यस्तो प्रब्लमहरू छ भने कमेन्ट गर्न सक्नुहुन्छ, नभए व्हाट्सएप नम्बर दिएको हुन्छु त्यसमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ कलर लगाउँदैछु। जस पहिलाभन्दा त राम्रो देखिन्छ। कम बजेटमा पनि काम चलाउ बनाउन सकिन्छ। तपाईहरु पनि यसै गरेर कलर गर्न सक्नुहुन्छ। यो जुनै पनि कलरमा अभेलेबल हुन्छ। रेड, व्हाइट, येल्लो, ग्रीन, ब्ल्याक, सिल्भर सबै कलर पाउँछ। तपाईको गाडी कुन कलरको छ त्यही हिसाबले लिएर कलर लाउन सक्नुहुन्छ। कलरमा पनि ब्ल्याकमा म्याट पर हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ अघिको कस्तो थियो खोलिसक्दा र अहिले कलर लगाउँदा कस्तो छ। अघिभन्दा धेरै बेटर भइसकेको छ। अघिभन्दा धेरै बेटर छ। अझै लगाउँदैछु, हेर्दै जानु होला। सबैतिर लगाइन्छ, जता जता खोलिएको छ। लगाइसकेपछि पनि तपाईलाई देखाउँछु कस्तो देखिन्छ। प्लस अनावश्यक ठाउँमा लाग्यो भने त्यसलाई कसरी रिमुभ गर्ने त्यो पनि भिडियोको अन्तिममा छ। त्यस्तै गरेर तपाईहरु पनि हटाउनु पर्नेमा अवस्था आयो भने हटाउन सक्नुहुन्छ। त्यो एकदम सजिलो उपाय छ, त्यस्तो केही पनि गर्नु पर्दैन। अघिभन्दा कति बेटर भइसक्यो, यहाँ हेर्नु होला। सबैतिर मैले लगाइसकेको छु कलर। 2 वटा कलरले यति चाहिँ पुगिसक्यो। यहाँ हेर्न सक्नुहुन्छ सबैतिर लगाइसकेको छु। सबैतिर कलर भइसक्यो। अब जस्तो एक्स्ट्रा ठाउँमा कलर लागेको छ, यहाँ हेर्न सक्नुहुन्छ साइडमा रेड भएको, रेड कभरमा पनि ब्ल्याक लागेको छ। त्यसलाई हामीले कसरी हटाउने त्यसको लागि
केही गर्नु पर्दैन, पेट्रोल थोरै युजमा ल्याउनुपर्छ। यहाँ हेर्न सक्नुहुन्छ पेट्रोल कपडामा यसरी हाल्नु होला अनि त्यसले त्यो हटाउने ठाउँमा यो पेट्रोलले पुस्नु कपडालाई आरामले निस्किन्छ। यहाँ हेर्न सक्नुहुन्छ कसरी रिमुभ भयो, एकदम सजिलो तरिकाले, त्यस्तो केही पनि अप्ठ्यारो छैन। कपडामा पेट्रोल हाल्ने अनि जहाँ एक्स्ट्रा लागेको ठाउँमा हटाउन सकिन्छ। तपाईँहरूलाई भिडियोले केही हेल्प भएको छ भने कमेन्ट गर्न सक्नुहुन्छ र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।